हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी पूनम अधिकारी। आज मैले हजुरसँग दसैँको मिनी भ्लग लिएर आएको छु। दसैँको दिन मेरो रुममेटको र भाउजूको चाहिँ मर्निङ ड्युटी थियो, मेरो चाहिँ इभिनिङ ड्युटी थियो। सो म रुममा एक्लै थिएँ अनि बिहान उठेँ, नुहाइधुवाइ गरेँ, आफैले टिका लगाएँ, रातो टिका लगाएँ है। किनभने चाहिँ हामीहरूको चाहिँ टिका लगाउने कार्यक्रम थियो, तर उनीहरू चाहिँ लिम्बुनी गुरुङ हुन्, उनीहरूले चाहिँ सेतो टिका लगाउँछन्। सो मैले चाहिँ रातो टिका लगाउँछु, त्यही भएर मैले आफैले टिका लगाएँ। अनि आज दसैँको दिनमा रुँदैन, आफूलाई बलियो बनाउँछु भन्दै थिएँ। आँखाबाट कतिखेर आँसु झरी पत्तै पाएन। अनि मैले दसैँको दिन चाहिँ मैले दाइ भाउजूको हातबाट टिका थाप्न पाएको थिएन। अनि दसैँको कार्यक्रम चाहिँ हामीले चाहिँ सन्डे राखेको थियौँ, किनकि सन्डे हामी सबैको छुट्टी थियो। अनि सन्डेको दिन चाहिँ दाइ भाउजू आउनुभयो र नानी पनि आइन्। अनि एकअर्काले टिका लगायौँ, रमाइलो गऱ्यौँ, फोटो खिच्यौँ, नाचगान गऱ्यौँ, तास खेल्यौँ, खायौँ। अनि हाम्रो दसैँ चाहिँ यहीँ सकियो। थ्याङ्क यू फर वाचिङ गाइज, लभ यु अल।